23 दिनदेखि भुइँ मान्छेका आवाज बोलेर भुइँ मान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरू विरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दैछ यहाँ? यो कुन किसिमको सुशासनको भाषण चल्दैछ? न्याय परिषद विघटन हुनुपर्छ। न्याय परिषदको औचित्य र आवश्यकता छैन। न्याय परिषद एउटा सिन्डिकेट हो। त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ, किनकि यो पोलिटिकल सिन्डिकेट हो। न्याय दोस्रो कुरा म बारम्बार भन्छु कि नेता र न्यायाधीशको मोबाइलको कल डिटेल सार्वजनिक होस्। म सुन्दै आइरहेको छु कि कानुन मन्त्रीजी बिहानै कसैको मुद्दा छ भने जिल्ला छ भने 1 नम्बर न्यायाधीशलाई फोन गर्नु छ, उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नु छ, सर्वोच्चमा सम्बन्धित न्यायाधीशलाई फोन गर्नु छ। त्यस कारणले म सदन मार्फत माग गर्न चाहन्छु कानुन मन्त्रीजीको कल डिटेल बाहिर आओस् कि न्यायाधीशसँग उहाँ कुरा किन गर्ने। कुरा यदि छ भने न्याय परिषदको उहाँको प्रधान न्यायाधीश न्याय परिषदको अध्यक्ष हुन्छ, जिल्ला न्यायाधीश सदस्य हुँदैन, हुँदैन। न्यायले प्रभावित पार्न पाइँदैन। न्याय कानुनको अनुसार छ। कानुन राज्यको मान्यतामा न्याय कानुन र संविधानले निर्धारण गरेको अनुसार हुनुपर्छ। अनि त्यस कारणले परमेश्वरले उठाउनुपर्छ। कल डिटेलमा माग्छु, कल डिटेल लाउनुहोस्। त्यसमा यदि गल्ती भयो भने म संसद पद त्याग गर्छु। म एमालेको सचेतक जिल्ला ध्यान आकर्षित गर्न चाहन्छु। मलाई पनि थाहा छ नि, हामी पनि यही संसदको 4 चोटि सदस्य हो। म कसैलाई आरोप लगाएको नि, त्यतिकै थाहा नपाइकन आरोपमा लगाउँदैन। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर सङ्गठित रूपमा तस्करहरूले उचित श्रमको र रोजगारीको मोहमा भिसाका नाममा मानव तस्करी गरेर लाखौँ लाख युवा ठगिएको विषय हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ? सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नुभयो, भुइँ मान्छेका आवाजहरूमाथि कटाक्ष गर्नुभयो, आफूले दिने उत्तरहरूमा भुइँ मान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो, यो प्रश्नको उत्तर दिन सक्नु भएको छैन। अख्तियारले ताकेता गर्दा गर्दै पनि किन विमानस्थलभित्र भएको यो र्याकेटको अनुसन्धान सुरु गरिएन, यसको उत्तर दिनु भएन। आवश्यक अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा, यसका उत्तर आएन। यहाँको 2 मिनेट सकिन लाग्यो। सम्माननीयज्यू, मलाई अलिकति समय। अनि कर्मचारी, आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो, यसका उत्तरहरू दिन सक्नु भएन। अनि यो डिआइजीको सरुवाका विषयहरू उत्तर दिन सक्नु भएन। सम्मानित सभामुख महोदय, यस्तो विषम र गम्भीर विषय लिएर हामी आन्दोलित हुँदै गर्दा सरकारले हाम्रो आवाज सुनेको छैन, भुइँ मान्छेले हाम्रो आवाज सुनेको छैन। त्यस कारण हाम्रो आन्दोलन जारी छ। तर हाम्रो देशको न्याय प्रणाली महँगो छ। न्याय बलियोको लागि जो एउटा फिलोसफरले भनेको छ कि माकुराको जालो हो, जसलाई साना किरा मकोरा त्यो माकुराको जालोमा अल्झेर मर्छ र ठुलाले बाल भागु चित्तल त्यसलाई चिडेर अगाडि बढ्छ। अहिले नेपालका त्यही भइरहेछ। जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर मैले यो सदनभित्रै जाने अनुमति लिएर च्यातेको छु। धन्यवाद। र आजको एकजना गृहमन्त्रीको कुरा होइन, यो 14-14वटा गृहमन्त्रीको कुरा हो। 2064 सालदेखि अहिलेसम्मको कुरा हो। त्यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र यो संसदीय दलका सम्पूर्ण सांसदहरूलाई रापरपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आउँ, मानव बेचबिखन विरुद्ध चाहिँ हामी एकजुट बनाउँ। यो कुनै व्यक्तिको कुनै दलको मात्र मुद्दा होइन। आज हजारौँ मान्छेहरू बेचिएका छन्, लाखौँ मान्छेहरू बेचिएका छन्, आज अल्पत्र परेका छन्। जनताले दिएको विश्वासलाई हामी घात नगरौँ। त्यही भएर सबैलाई अपिल हुन अनुरोध छ। जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दा कति दिन छेकिएला र आज नभए भोलि त ढल्नै पर्छ, आज नभए भोलि त ढल्नै पर्छ, किनकि सत्यको जित निश्चित हुन्छ। यो जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ, संसदमा विरोधका बावजुद पनि संसद चल्यो भने रापरबाले आज पनि संसद बहिष्कार गर्छौँ। यो सभामुखज्यूलाई म अपिल र अनुरोध गर्न चाहन्छु, हाम्रा समस्याको समाधान सरकारले गरोस्। जो ठुला मुद्दामा जो पीडित हुन्छ, पीडितले न्याय पाइरहेको छैन। न्यायको वर्षौं लागिराखेको छ। यो कस्तो प्रणाली हामी विकास गरेका छौँ? हामी दलीय भागभण्डाबाट न्यायाधीशको नियुक्ति नगरौँ। त्यो दलले न्याय पाउला, नेपाली जनताले न्याय पाउन सक्दैन। कुनै दललाई आपत्ति हुन्छ भने
त्यो उहाँ दलीय प्रतिबद्धता हो। म संविधान र जनताको मेरो प्रतिबद्धता हो, मेरो दलप्रति प्रतिबद्धता होइन, नेपाली जनता नेपाली राष्ट्रप्रति प्रतिबद्धता हो। त्यस कारणले कुरा नेपाली जनता राष्ट्रको तर्फबाट उठाउँछु, दलको तर्फबाट दलको जुन खर्चको विरुद्ध उहाँले बोल्नु होला। दोस्रो कुरा, किनकि आज हरेक अदालत दलीय छायामा छ, न्याय परिषदले कुनै निर्णय गर्न सकिरहेको छ, कुनै न्यायाधीशमाथि निर्जुरी पर्छ। त्यसपछि दोस्रो कुरा, मैले वन मन्त्रालयसँग भन्न चाहन्छु, हरियो धन नेपालको, हरियो वन नेपालको धन थियो। हाम्रो माननीय देशको सुशीला थिङ के भन्न खोज्दै हुन्छ? के नियम आपत्ति हो? कुन नियम अन्तर्गत के आपत्ति छ? कुन नियमलाई भन्दै हुनुहुन्छ? ल राख्नुहोस्, के हो? ल माइक दिनुहोस्, वक्ता मान्य एकछिन रोकिनुहोस्। यो नियम 23 मा के भनेको छ भने सम्मान्यज्यू, समबद्धता भन्ने शब्द लेखिएको छ। सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्नेछ भनेको छ। त्यो तत्काल विषयको समबद्ध नभइकन कानुन मन्त्रीको कल डिटेलको कुरा समबद्धता भएन। त्यसैले यो शब्द चाहिँ रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु। मान्य सदस्य हरि ढकाल 2 मिनटभित्र आफ्नो कुरा के हो राख्नुहोस्। सम्माननीय सभामुख महोदय, नदी बचाउ अभियानका अभियन्ता हाम्रा केन्द्रीय नेता मेघ आले र दिनाकर नेपालमाथि वालिङ नगरपालिकाका वडाध्यक्ष 10 नम्बरका वडाध्यक्षले साङ्घातिक आक्रमण गरेका छन्। आँधी खोलामा भएको दोहन विरुद्ध बोल्दा तल भुइँमा हाम्रा नेतामाथि आक्रमण हुन्छ। 23 दिनदेखि भुइँ मान्छेका आवाज बोलेर भुइँ मान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरू विरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दैछ? यहाँ यो कुन किसिमको सुशासनको भाषण चल्दैछ? सम्माननीय सभामुख महोदय, आज कतारमा उद्धारको लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलेका छौँ हामीले। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर सङ्गठित रूपमा तस्करहरूले उचित श्रमको र रोजगारीको मोहमा भिजिट भिसाका नाममा मानव तस्करी गरेर लाखौँ लाख युवा ठगिएको विषय हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ? सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नुभयो, भुइँ मान्छेका आवाजहरूमाथि कटाक्ष गर्नुभयो, आफूले दिने उत्तरहरूमा भुइँ मान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो, यो प्रश्नको उत्तर दिन सक्नु भएको छैन। अख्तियारले ताकेता गर्दा गर्दै पनि किन विमानस्थलभित्र भएको यो ऱ्याकेटको अनुसन्धान सुरु गरिएन, यसको उत्तर दिनु भएन। अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा, यसका उत्तर आएन। मान्य सदस्य यहाँको 2 मिनट सकिन लाग्यो। सम्मानज्यू, मलाई अलिकति समय। अनि कर्मचारी, आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो, यसका उत्तरहरू दिन सक्नु भएन। अनि यो डिआइजीको सरुवाका विषयहरू उत्तर दिन सक्नु भएन। सम्मानित सभामुख महोदय, यस्तो विषम र गम्भीर विषय लिएर हामी आन्दोलित हुँदै गर्दा सरकारले हाम्रो आवाज सुनेको छैन, भुइँ मान्छेले हाम्रो आवाज सुनेको छैन। त्यसकारण हाम्रो आन्दोलन जारी छ। हाम्रा मागहरू, हाम्रा दलले उठाएको मागहरू सम्बोधन नभएसम्म गृहमन्त्रीको माननीय सभामुख महोदय, अहिलेको यो बजेट र यो भौतिक मन्त्रालयको बजेट उल्टोबाट हिँडिरहेको अवस्था देखिन्छ। मैले बार यो संसदमा कुरा उठाएँ र 79 किलोमिटर बाटो फरक पर्छ भनेर जाने दैलेख हुँदै जाने महाबुलेख हुँदै जुम्ला जानलाई 79 किलोमिटर बाटो फरक पर्छ भन्दा पनि यो सरकारले सुनिरहेको छैन। बजेटभरि नाग्छ नाग्लातिर र तल जिरोबाट जाने बाटो बनाउँदै नबनाउने र त्यो हिसाबले अहिले पनि बजेट नहालेको हुनाले र यो भौतिक मन्त्रालयको बजेट
ले दैलेख मात्रै होइन धेरै जनतालाई सम्बोधन गर्न सकेन। यो नेतामुखी र मन्त्रीमुखी बजेट भएको हुनाले यो बजेटको किताब मलाई हेरे केही पनि साँच्चैकै जनताप्रति जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर मैले यो सदनभित्रै जाने अनुमति लिएर च्यातेको छु। धन्यवाद। ज्ञानबहादुर शाही 1 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदयज्यू र सम्पूर्णलाई मेरो अपिल के छ भने यो भिजिट भिसा प्रकरण चाहिँ कुनै दल विशेषको मुद्दा होइन, यो हामी सम्पूर्णको साझा मुद्दा हो र आजको एकजना गृहमन्त्रीको कुरा होइन, यो 14-14वटा गृहमन्त्रीको कुरा हो। 2064 सालदेखि अहिलेसम्मको कुरा हो। त्यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र यो संसदीय दलका सम्पूर्ण सांसदहरूलाई रापरपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आउँ, मानव बेचबिखन विरुद्ध चाहिँ हामी एकजुट बनाउँ। यो कुनै व्यक्तिको कुनै दलको मात्र मुद्दा होइन। आज हजारौँ मान्छेहरू बेचिएका छन्, लाखौँ मान्छेहरू बेचिएका छन्, आज अल्पत्र परेका छन्। जनताले दिएको विश्वासलाई हामी घात नगरौँ। त्यही भएर सबैलाई अपिल हुन अनुरोध छ। जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दा कति दिन छेकिएला र आज नभए भोलि त ढल्नै पर्छ, आज नभए भोलि त ढल्नै पर्छ, किनकि सत्यको जित निश्चित हुन्छ। यो जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ, संसदमा विरोधका बावजुद पनि संसद चल्यो भने रापरवाले आज पनि संसद बहिष्कार गर्छौँ। यो सभामुखज्यूलाई म अपिल र अनुरोध गर्न चाहन्छु, हाम्रा समस्याको समाधान सरकारले गरोस्। सभामुखज्यूले भूमिका खेलुन्, सभामुखज्यूलाई पनि बाध्य नपारियो सरकारको तर्फबाट, म यो अपिल गर्न चाहन्छु। हस्, धन्यवाद समयका लागि। जरा सम्माननीय सभामुख महोदय, यो खर्च कटौती विनियोजन प्रस्ताव एउटा कर्मकाण्डी प्रस्ताव हो, किनकि यो जसरी हात्तीको दाँत खाने एउटा हुन्छ, देखाउने अर्को हुन्छ। मन्त्रीजीहरूले त बजेट विनियोजन गर्दाखेरि उहाँ सम्झिनु चाहिँ मेरो निजी सम्पत्ति छ, पुर्खाले अर्जेको सम्पत्ति छ, आफ्नै दाजुभाइमा बाँटौँ, किनकि 20-22जना दाजुभाइ हुनुहुन्छ मन्त्रीजीहरू, 20-22जना उहाँ एउटै सगोल एउटै पूर्वजको हुन्छ, तब न एउटै सरकारमा हुन्छ। त्यस कारणले प्रधानमन्त्रीदेखि र बढीसम्म कोलिसनको दलको नेताको क्षेत्रमा बजेट राखौँ। त्यस कारणले म एक पुस्ट लास्टमा म सबै खर्च कटौती लास्टमा बजेट यहीँ चाहन्छु, सभामुखलाई पूर्व जानकारी गराउँछु। बजेट चाहन्छु किनकि सांसदलाई यदि बजेट एलोकेसन हो भने उहाँको अनुहार हेर्नलाई हामी सांसद बन्या होइन, जनताको विकासको लागि, जनताको मार्गका लागि हुन्छु। अब म कुरा सम्बन्धित मन्त्रालयसँग गर्न चाहन्छु। पहिला कानुन तथा न्याय मन्त्रालयको बारेमा भन्न चाहन्छु। कानुन तथा न्याय मन्त्रालय गान्धीले भनेको थियो, गान्धी मतलब महात्मा गान्धी, महात्मा गान्धीले के भन्नुभएको थियो भने कुनै पनि देशको जनतालाई शिक्षा, स्वास्थ्य र न्यायमा सहज र सुलभ पहुँच हुनुपर्छ, त्यसलाई फ्रीमा दिनुपर्छ। तर हाम्रो देशको न्याय प्रणाली महँगो छ। न्याय बलियोको लागि जो एउटा फिलोसफरले भनेको छ कि माकुराको जालो हो, जसलाई साना किरा मकोरा त्यो माकुराको जालोमा अल्झेर मर्छ र ठुलाले बाल भागु चित्तल त्यसलाई चिडेर अगाडि बढ्छ। अहिले नेपालका त्यही भइरहेछ। मैले एउटा आग्रह गर्न चाहन्छु, सिपाही बन्नलाई दौड्नु पर्छ, इभन लिखित जम्मा 8 क्लास पासको सर्टिफिकेट माग्छ, त्यहाँ पनि लिखित परीक्षा हुन्छ लोकसभाको प्रतिनिधिको रोबरोमा। तर न्यायाधीश बन्नलाई चाहिँ उच्च अदालतको होस्, चाहे जिल्ला अदालतको होस्, चाहे सर्वोच्च अदालतको लागि जाँच लिनु पर्दैन, किनकि उहाँ दलको सिफारिस भएपछि सर्वयामी हुन्छ। त्यस कारणले मेरो माग छ, यहाँ सैद्धान्तिक माग छ, किनकि न्याय परिषद विघटन हुनुपर्छ। न्याय परिषदको औचित्य र आवश्यकता छैन। न्याय परिषद एउटा सिन्डिकेट हो, त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ, किनकि यो पोलिटिकल सिन्डिकेट हो। न्याय दोस्रो कुरा म बारम्बार भन्छु कि नेता र न्यायाधीशको मोबाइलको कल डिटेल सार्वजनिक होस्। म सुन्दै आइरहेको छु कि कानुन मन्त्रीजी बिहानै बिहानै कसैको मुद्दा छ भने जिल्ला छ भने 1 नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ, सर्वोच्चमा सम्बन्धित न्यायाधीशलाई फोन गर्नुहुन्छ। त्यस कारणले म सदन मार्फत माग गर्न चाहन्छु, कानुन मन्त्रीजीको कल डिटेल बाहिर आओस् कि न्यायाधीशले उहाँ कुरा किन गर्ने। कुरा यदि छ भने न्याय परिषदको उहाँको प्रधान न्यायाधीश न्याय परिषदको अध्यक्ष हुन्छ, जिल्ला न्यायाधीश सदस्य हुँदैन, चाहन्छ हुँदैन, न्यायले प्रभावित पार्न पाइँदैन। न्याय कानुनको अनुसार छ, कानुन राज्यको मान्यतामा, न्याय कानुन र संविधानले निर्धारण गरेको अनुसार हुनुपर्छ। अनि त्यस कारणले
परमेश्वरले उठाउनुपर्छ। कल डिटेलमा माग्छु, कल डिटेल लाउनुहोस्। त्यसमा जति गल्ती भयो भने म संसद पद त्याग गर्छु। म एमालेको सचेतकजीलाई ध्यान आकृष्ट गर्न चाहन्छु। मलाई पनि थाहा छ नि, हामी पनि यही संसदको 4 चोटि सदस्य हो। म कसैलाई आरोप लगाएको नि, त्यतिकै थाहा नपाइकन आरोप म लगाउँदैन। एउटा कुरा मान्य सदस्य नाम नतोकिकन तल नदेखाइकन होइन, उहाँले कुराहरू बिचमा स्वाभाविक ढङ्गबाट समयभित्र राख्नु होला। त्यसकारण मैले के भन्न खोजेँ भने हामी आज गरिबहरू न्यायको भइरहेको छैन। जो ठुला ठुला मुद्दामा जो पीडित हुन्छ, पीडितले न्याय पाइरहेको छैन। न्यायको वर्षौँ लागिराखेको छ। यो कस्तो प्रणाली हामी विकास गरेका छौँ? हामी दलीय भागभण्डाबाट न्यायाधीशको नियुक्ति नगरौँ। त्यो दलले न्याय पाउला, नेपाली जनताले न्याय पाउन सक्दैन। कुनै दललाई आपत्ति हुन्छ भने त्यो उहाँ दलीय प्रतिबद्धता हो। म संविधान र जनताको मेरो प्रतिबद्धता हो, मेरो दलप्रति प्रतिबद्धता होइन। नेपाली जनता, नेपाली राष्ट्रप्रति प्रतिबद्धता हो। त्यस कारण यो कुरा नेपाली जनता राष्ट्रको तर्फबाट उठाउँछु। दलको तर्फबाट दलको जुन खर्चको वृद्धि उहाँले बोल्नु होला। दोस्रो कुरा, किनकि आज हरेक अदालत दलीय छायामा छ। न्याय परिषदले कुनै निर्णय गर्न सकिरहेको छ, कुनै न्यायाधीशमाथि निर्जिर पर्छ। त्यसपछि दोस्रो कुरा, मैले वन मन्त्रालयसँग भन्न चाहन्छु, हरियो वन नेपालको धन थियो। हाम्रो देशको सुशीला थिङ के भन्न खोज्दै हुन्छ? के नियम आपत्ति हो? कुन नियम अन्तर्गत के आपत्ति छ? कुन नियमलाई भन्दै हुनुहुन्छ? ल राख्नुहोस्, के हो? ल माइक दिनुहोस्। वक्ता मान्य एकछिन रोकिनुहोस्। यो नियम 23 मा के भनेको छ भने सम्मान्यज्यू, समबद्धता भन्ने शब्द लेखिएको छ। सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्नेछ भनेको छ। त्यो तत्काल विषयको समबद्ध नभइकन कानुन मन्त्रीको कल डिटेलको कुरा समबद्धता भएन। त्यसैले यो शब्द चाहिँ रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु। मान्य सदस्यले राख्नुभएको नियम आपत्तिप्रति ध्यान आकृष्ट भएको छ र मान्य वक्ता सदस्यलाई आफ्नो कुरा जारी राख्न म समय दिन्छु। दोस्रो कुरा मैले भन्छु कि हामीहरू त्यो वनको धनी छौँ। वनको व्यवस्थापन किन भइरहेको छैन? हामी काठ मलेसियाबाट मगाउँछौँ, इन्डोनेसियाबाट मगाउँछौँ, अरू देशबाट मगाउँछौँ। हाम्रो देशको काठ त्यतिकै कुहिरहेछ। धेरै मान्यजीहरू जाँदाखेरि हाइवेमा देख्नुहुन्छ वरिपरि एकदम काठको अम्बार लाग्यो हुन्छ, कुहिराखेको हुन्छ, तर वनको व्यवस्थापन भइरहेको छैन। सामुदायिक वनको नाउँमा कति राजस्व आइरहेछ, त्यसको पनि हिसाब किताब हुनुपर्छ। सामुदायिक वनमाथि हामी खर्च कति गरिरहेछौँ, राजस्व कति आइरहेछ? किनकि काठ रिप्रोसेसिङ हुने छ। पुरानो काठलाई, पुरानो रुखलाई काट्ने, नयाँ रुख रोप्ने। धेरै देशमा यस्ता नियम छ कि 2टा रुख काट्ने, 5वटा रुख रोप्ने। त्यसले वन नासिँदैन, वन झन् हराभरा हुन्छ। तर त्यो वन त्यो देशको राजस्वको एउटा आय स्रोत हुन्छ। त्यो हाम्रो देशमा किन गरिँदैन? केले रोकेको छ? दोस्रो कुरा, हामी कहिले कुन काठ चिलाउन मिल्छ मिलेर कच्चा काठलाई सस्तो पठाइदिन्छौँ, कहिले एकदम महँगो गरिदिन्छु कि ताकि प्लाइवुड फ्याक्ट्री बन्द होस्। यो विभिन्न इन्ट्रेस्ट ग्रुपबाट जुन वन मन्त्रालय चल्छ त्यसलाई रोक्नुपर्छ। म सिधा भन्छु, किनकि विभिन्न काठको जुन चिरान मिलहरू हुन्छ या प्लाइवुड फ्याक्ट्री हुन्छ, तिनीहरूको इन्ट्रेस्ट जहिले पनि बाँझिराखेको हुन्छ। मैले त्यसको ट्याक्स निर्धारण गर्दाखेरि हामी नेपाली जनता, नेपाल राष्ट्रको हेरेर ट्याक्स निर्धारण गर्नुपर्छ। जहाँसम्म वनको फरानी भइरहेछ, वन्यको फरानी राज्यको संरक्षणमा भइरहेछ। राज्य सञ्चालन गर्ने दलहरूले फरानी गराउँदै हिजो एकदम ठुलो न्युज आएछ वन सम्बन्धी। कैलाली क्याम्पसको 300 बिघा जग्गालाई, इभन त्यहाँभित्र भएको वनलाई कसरी फरानी गरेर मान्छे बसाइएको छ, त्यो कुराहरू न्युजमा आइदिन। त्यहाँको माइनोरिटीदेखि सबै त्यसमा प्रश्न छ। वनलाई संरक्षण गर्ने वन मन्त्रालय सक्षम छैन। किन वन मन्त्रालयसँग जुन वनरक्षक छ त्यो सक्षम छैन। त्यसलाई नेपाल पुलिस चाहिन्छ, सशस्त्र चाहिन्छ, आर्मी चाहिन्छ। तर वन र गृहको कहिले पनि हुँदैन। मेरो बोर्डरको गाउँ हो, त्यस कारणले भन्न खोजेछु, पारिपट्टि बोर्डमा लेखा हुन्छ चिरान मिलमा नेपालको असली सखुवा, जसलाई यहाँ अग्राठ भन्छ, त्यहाँ मधेसतिर सखुवा भन्छ, असली सखुवा काठ पाइन्छ कि उडेर गएको हो, गुडेर जान्छ। काठको तस्करी भइराखेको छ। जो बोर्डरको मान्यजीहरू हुन्छ, जसको निर्वाचन क्षेत्र बोर्डरको हुन्छ, उहाँसँग सोद्धा हुन्छ कसरी काठको तस्करी भइराखेको हुन्छ। त्यस कारणले र त्यो वन मन्त्रीको बसको कुरा पनि होइन। जबसम्म पुलिसले सपोर्ट गर्दैन,
गृह मन्त्रालय सपोर्ट गर्दैन त्यो तस्करी रोकिदिने, किनकि तस्करी रोक्ने काम त्यहाँ नेपाल पुलिस र सशस्त्रको छ। मैले के आग्रह गर्न चाहन्छु भने आज हामी हरेकतिर वृत्तिसेना बनाइरहेछौँ, कम्तीमा एउटा मन्त्रालयबाट जनताको विश्वास त जितौँ न। आज न्यायपालिकाको भने छताछुल कुरा भइरहेछ, हरेक कुरा, किनकि संसदमा कुरा नउठाउने जनताको कुरा त कहाँ सडकमा गएर उठाउने। जब सदनमा कुरा उठाउन बन्द हुन्छ त्यसपछि सडक अगाडि आफै आउँछ। सबैको आफ्नो आफ्नो थ्योरी छ। हामीले जसले पनि संवैधानिक जुन दायित्व छ संविधानभित्र बसेर काम गर्नुपर्छ। संविधानमाथि कोही छैन। यो गणतन्त्रको संविधान हो, यो राजतन्त्रको संविधान होइन कि संविधानभन्दा माथि कोही छ। गणतन्त्रमा कोही राजा बन्ने चाहना होला तर संविधानले दिँदैन, र संविधान देखाउने हामी जस्ता पढेलेखा सांसद पनि यही संसदभित्रै छौँ। त्यस कारणले जुन माननीय सदस्य यहाँको समय सकिएको छ। त्यस कारणले जुन न्याय परिषदमा उजुरीहरू छन्, न्याय परिषदको सदस्य भएको नाताले कानुन मन्त्रीलाई आग्रह गर्न चाहन्छु त्यो उजुरीहरू चाँडै फर्छोटोस्। धन्यवाद। माननीय